नमस्कार, म विश्वास रेग्मी, केसीजीआई डेटा एनालाइसिसको विद्यार्थी। आज हामी जापानको क्योटो सहरबाट द रोयल किचन एन्ड बारका सफल संस्थापक आदरणीय विश्वास ठकुरी दाईसँग उहाँको सङ्घर्ष र सफलताको कथा हामी सुन्ने प्रयास गर्नेका दिनहरू कसरी आउनुभयो अनि सुरुवाती दिनहरू चाहिँ कसरी गयो यो छोटकरीमा भन्नु हामी दर्शकहरूलाई। हजुर, म सुरुमा 2010 मा लिभर विदेश गएर पढ्नुपर्छ भन्ने एउटा लहर पनि थियो नेपालमा। जापान जस्तो देशमा जान पाउनु एकदम ठुलो कुरो पनि थियो। त्यो बेलामा चाहिँ कस्तो थियो भन्दाखेरि हामी धेरै थोरै थियौँ, आउँदाखेरि जापानमा आउँदाखेरि धेरै थोरै थियौँ। हामीले जापानको बारेमा धेरै कुरा थाहा थिएन है। अब आउने हामी जापानिजहरूलाई अब विदेशीहरूलाई गाह्रो हुन्छ, लाइफ स्टाइल महँगो छ है, बस्न गर्न यहाँको सिउखानहरू चाहिँ सेकाचुहरू धेरै कुराहरू थाहा हुँदैन। त्यति बेला चाहिँ अब सिकाइदिने मान्छेहरू एकदम कम हुनुहुन्थ्यो, सेम्पाईहरू कम हुनुहुन्थ्यो। त्यो बेला धेरै गाह्रो थियो। अब अहिले आउनुभयो भने धेरैजना सेम्पाईहरू हुनुहुन्छ, जापानको कुरामा नेपालबाट आउने जाने मान्छेहरू पनि धेरै कुराहरू सिकिन्छ है। पहिलाको हेरेर चाहिँ अहिले धेरै सजिलो छ जस्तो लाग्छ। त्यो पाटोबाट हेर्दा सजिलो भयो, तर सङ्ख्यात्मक हिसाबले चाहिँ हजुर गाह्रो छ। जागिरदेखि लिएर हरेक कुराहरूमा अहिले चाहिँ अड्सिलो छ। पहिला पाउन जागिरहरू मान्छे सङ्ख्या थोरै भएको भएर कसैलाई भनेर लगाइदिन गर्न पनि सजिलो थियो। अहिले धेरै हुनुहुन्छ। अब त्यसमध्ये पनि अब विद्यार्थी भाइ बहिनीहरू धेरै हुन्छ है। त्यो भएर टाइम, त्यो सेड्युल सबै गरेर काम गर्न यताउति गर्न चाहिँ अलिक गाह्रो छ। हजुर, त्यो सुरुवाती चरणमा अब पढाइको यात्रा, सङ्घर्षको यात्रादेखि यो रोयल किचन एन्ड बार खोल्दासम्मको त्यो प्रेरणा चाहिँ कहाँबाट आयो, कसरी यात्रामा प्रवेश गर्नुभयो? हजुर, अब हजुरले भने जस्तै विद्यार्थी कालमा कति दुःख हुन्छ, अब हजुरले भइराख्नु होला होइन, कति गाह्रो छ कस्तो छ भन्ने। जस्तै हामी पनि सुरुमा त्यसरी नै आयो। अब कहाँ किमेल कता गर्न जाने, के गर्ने केही थाहा थिएन सुरुमा। अब बिस्तारै सिक्दै गयो, पढ्दै गयो। अब निहुनको पास गरियो, फेरि दाइगाको गयो, दाइगाको चाहिँ 4 वर्ष पढ्यो। त्यसपछि सोची के गरेपछि फेरि एउटा कम्पनी जिएल भन्ने कम्पनी, पुलमा कम्पनीमा काम गरियो है। त्यसपछि धेरै चिनाकारीहरू हुँदै गयो, मान्छेहरूसँग बिजनेस सजिलो भयो, साथीहरूसँग पनि भाषाहरू पनि राम्रो हुँदै गयो। त्यसपछि कमाइ पनि राम्रो हुँदै गयो। त्यो पाटो दुःख त त्यो पाटोमा अब अलग्गै दुःख छ होइन। अब पढ्दाखेरिको दुःख अर्कै हुन्छ, काम गर्दाखेरिको दुःख अर्कै हुन्छ है। त्यसपछि धेरै दुःख गरिसकेपछि किन आफू केही नगर्यो त, सधैँ आफूलाई कति गर्ने, अलिकति अप पनि हुनु पऱ्यो। जागिर मात्रै गरेर अप हुनु गाह्रो छ भन्ने हिसाबले के आफ्नो गरौँ भन्ने हिसाबले अब के गर्ने त भन्दाखेरि अलिक सजिलो पाटो रोज्यो। अब जस्तै अब सुरुमा अब हामी होटलको सेसोबाट स्टार्ट गरेँ है। सेसो अथवा हाक्केन खाताजीले मान्छेहरूलाई काम लगाउने, अब होटलहरूको सेसोहरू चाहिँ ठेक्कापट्टा गर्ने गरियो। त्यो पैसाले केही बचाइयो। सधैँ त्यो काम पनि फेरि अलिक गाह्रो, आफूले बिदा मिलाउन घर परिवारलाई टार्ने गाह्रो भएको भएर त्यो भन्दैन, अलिक सजिलो फ्यामिली बिजनेस गरौँ न, केही गरौँ भन्ने सोच भयो। अनि त्यो भएर आफ्नो टाइम निकाल्न अब हरेक कुरा अलिक सजिलो होला भनेर अनि यो आफ्नो व्यवसायतिर गरे। अब जस्तै यो हलाल फुड भयो, अब हाम्रो यो रेस्टुरेन्ट द रोयल किचन चाहिँ हामीले स्टार्ट गरेको। हजुर, जस्तो अब हाम्रो कति साथीहरू अब हेरिराख्नु भएको छ, हामी सबैलाई अहिलेको मेन समस्या भनेको भाषागत समस्या हुन्छ। त्यो भाषागत समस्या चाहिँ कसरी सुधार्नु भयो, अथवा पहिले नै सिकेर आउनु भएको थियो कि यहाँ के गर्नुभयो? त्यो चाहिँ यस्तो छ। सुरुमा अहिले जसरी भाइ बहिनीहरू आउनुपर्छ, हामी पनि त्यसरी नै आइदियो। आउँदाखेरि केही पनि नजाने नि। त्यो भएर जागिरको लागि अब कुनै ठाउँबाट बस्दै अर्को ठाउँ जानलाई हामीले एकदमै समस्या भयो। इभन अब रेस्टुरेन्टमा गएर के खाने, के मगाउने त्यो थाहै नहुने, कि त नेपाली रेस्टुरेन्टमा जानु पऱ्यो, त्यो अप्ठ्यारो हुने कि। अब त्यही हो। अब त्यति बेला हामीले त्यो थाहा भयो नि, यहाँ आइसकेपछि चाहिँ भाषा चाहिँ सबै चिज रहेछ। पैसा भनेको भाषा, अब हरेक चिज। अब इङ्ग्लिस जानेर पनि फेरि इङ्ग्लिस खासै काम लाग्दो रहेछ, कहीँ बुझै नहुने होइन। जहाँ गए जस्तो भए पनि भाषा चाहिँ त्यही भएर चाहिँ पढाइमा चाहिँ जस्तै काम त गरिन्छ अभियसली होइन। त्यो फ्री टाइममा जस्तै बिदा भयो के भयो कि पढाइमा अलिक फोकस चाहिँ गर्नैपर्छ। अलिकति निहुनको चाहिँ काम मात्रै गर्नैपर्छ। अब जापानमा आइसकेपछि जापानिज भाषा नगरी सुकै छैन। त्यही भएर कसैको भाइ बहिनीहरूलाई जस्तै जस्तै एसएलसीमा पढ्नुहुन्छ, ब्याचलरमा युनिभर्सिटीमा जस्तै पढ्नुहुन्छ, आउँदाखेरि 6 महिना 1 वर्ष जति पढ्नुहुन्छ, त्यही लेभलमा पढ्नु सक्छ हो, गर्नैपर्छ। हजुर, त्यो गर्नै पर्ने रहेछ। काम सिक्नु भन्दा सबभन्दा पहिलो कुरो भनेको ल्याङ्ग्वेज। हजुर, अब दाइको पसलमा धेरै विदेशी विद्यार्थीहरू आउनुहुन्छ होइन। हजुर, उहाँहरूलाई चाहिँ दाइले कसरी गाइडेन्स भनौँ न, एक खालको कसरी सरसल्लाह, केही गुनासो लिएर पनि आउनुहुन्छ? जस्तै कति कुराहरू जस्तै अब स्टुडेन्ट भयो भने कहिले काहीँ नेमकिङको कामहरू आएको हुन्छ होइन। जस्तै कहिले काहीँ सँगसँगै हस्पिटल जानलाई कसरी गर्छ, जापानिजलाई चाहिँ नेपाली अथवा इङ्ग्लिसमा भन्दैन, कति फेरि हाम्रो साथीहरू म आफै पनि बुझिरहेको पनि हुँदैन। हजुर, नेमकिङ बनाएर पेन्सनको फन्डहरूको कागजहरू आइरहेको हुन्छ, त्यो दिनु पर्दैन नि गार्जियनले। अनि त्यस्तो चिजहरू भयो होइन। अब हस्पिटल जानलाई यहाँ गाह्रो छ कि, सबै कुरा लेख्नुपर्छ। जापानिजमा रेजिस्ट्रेसन गर्नु भन्न सकेन भने भर्ना लिँदैन, यताउति अलिक गाह्रो छ।
त्यस्तो कुराहरू भयो। अब जागिरकै सिलसिलामा पनि भयो। जर्नी यहाँसम्म आइसकेर अहिले त ग्राहकहरू धेरैजना भइसक्नु भयो। हजुर हजुर। अनि कस्तो प्रतिक्रिया दिनुहुन्छ लाइक कौशललाई? होइन एकदम हामी हजुर अब नेपाली त अब सबैले अब कौशला माया दिने हुन्छ ल खोल्नु भयो। नेपाली चिजहरू हामीलाई पस्ने भयो, हामीलाई सजिलो भयो, टाढा जानु परेन, अलिक सरसल्लाह लिन पाइयो, आफूले जस्तो लाग्छ भनेर प्रतिक्रियाहरू पाइरहेको हुन्छ। सँगसँगै विदेशी भनेर हाम्रो जस्तै एसिया युनिभर्सिटी हजुर उहाँहरूले पनि नेपालीहरूको जस्तै जस्तो हाम्रो खाना रहनसहन धेरै कुराहरू मिल्ने भएको होइन, उहाँहरूले पनि एकदम हौसला दिनुहुन्छ, हामीलाई सजिलो भयो भन्नुहुन्छ। यस्तोमा अझै यो गर्नुभएको भए कस्तो हुन्थ्यो यसलाई हजुर एकदमै दिनुहुन्छ हजुर। ठिक छ, आगामी दिनमा पनि अझै हाम्रो द रोयल किचन एन्ड बारलाई दिँदै जानुहुनेछ। अब लगभग हामी अन्तिम चरणमा छौँ। यो व्यवसायबाट अब यहाँको बसाइ र व्यवसायबाट धेरै कुरा सिकिसकेपछि हाम्रो सम्पूर्ण दर्शकहरूलाई के सल्लाह सुझावहरू चाहिँ दिन चाहनुहुन्छ? हजुर सल्लाह सुझाव आफू अब आफूलाई केमा कम्फोर्टेबल हुन्छ अब त्यही कुरा रोज्नुपर्छ, त्यतातिर जानुपर्छ होइन। अब फोर्सफुल्ली यसैमा जानुपर्छ, अर्काको देखा सिक्नु हुँदैन। आफूले आफूमा के चाहिँ छ अब क्षमता है, आफूले के गर्दा राम्रो हुन्छ त्यसमा कन्टिन्युटी दियो भने मैले अलिकति राम्रो गर्न सक्छु होइन। आफ्नो केमा दखल छ त्यो कुरा चाहिँ पहिचान गर्नुपर्छ है। अब जागिर खाना होस् अथवा बिजनेस जे गर्दा पनि कि आफूले कन्टिन्युटी चाहिँ दिनुपर्छ। अब एकैचोटि अब जागिर भयो भने केही गाह्रो भयो तुरुन्तै छोडिहाल्छु भन्ने होइन कि अब त्यसमा अब मैले कसरी काम बाध्य गर्न सक्छु, के गरेँ भने चाहिँ म अलिकति माथि जान सक्छु, त्यो चाहिँ आफूले धैर्यता भनौँ न चाहिँ प्यासन पनि हुनु पऱ्यो। अब आफू पनि जे कुरा पनि अब अप्टिमिस्टिक हुनु पऱ्यो है। अब जे कुरालाई पनि अब नेगेटिभ भन्दा नि अब नेगेटिभमा नि पोजिटिभ कुरा के छ बुझ्नै पऱ्यो हजुर। त्यो चाहिँ रमाउनु जानु पऱ्यो। व्यवसायमा पनि अब कहिले भने कहिले धेरैजना गेस्ट हुन्छ, कहिले आएको दिनमा आत्तिर भएन। अब सुरुमा लगानी हो, धेरै कुरा मार्केटिङ थाहा हुँदैन होइन, कहिले सुरुमा घाटा पनि हुनसक्छ भनेर च्याप्टै सुन्ने होइन कि अब त्यसलाई चाहिँ कसरी गर्छु भनेर चाहिँ कसरी माथि लाने भनेर चाहिँ लागि चाहिँ पर्नु पऱ्यो हजुर पऱ्यो हजुर। त्यसै गरी आगामी दिनमा जापान आउन चाहने हाम्रो विद्यार्थी साथीहरूले चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ? हजुर अब जापान पनि अब एकदम विकसित देश हो होइन, सबैको अब ड्रिम कन्ट्री हो। सोचेको जस्तो आउँदाखेरि सोचेको जस्तो हुन पनि सक्छ नहुन पनि सक्छ है। तर आउँदाखेरि चाहिँ अलिकति भाषामा नराउनु भयो भने चाहिँ उहाँलाई जापान आउँदाखेरि ओहो भने जस्तो हुन्छ, जे कुरा पनि गर्न सकिन्छ हेर्नुहोस्। भाषा भनेको हरेक चिज हो। अब यहाँ ज्ञान भने पनि अब सम्पत्ति भने पनि सबैभन्दा ठुलो कुरो भाषा भन्ने काम पनि हजुर आउने बित्तिकै पाउनुहुन्छ, सबै कुरा थाहा हुन्छ, सबै कुरा मान्छेलाई सोध्न सक्यो यो कसरी गर्ने के गर्ने भन्ने कुरो है। अब भाषा नभइकन अब विदेश भन्ने कुरो चाहिँ आफूले त्यति सजिलो जाने बित्तिकै पैसा बच्छ के गर्ने कामै मात्र भारी नै बोकेर नि हुन्छ भन्ने सोचेर आइयो भने चाहिँ दुःख पाइन्छ है। ठुलो अपेक्षा चाहिँ भएन, अब दुःख हुन्छ भन्ने कुरा पनि बुझ्नु पऱ्यो। आउँदाखेरि के गाह्रो कस्तो हुन्छ भन्दा आफूभन्दा अग्रजहरू अब कोही जापान गएर आउनुभएको मान्छेहरूलाई सोधियो भने धेरै कुराहरू उहाँबाट थाहा हुन्छ, अथवा अब इन्टरनेट छ त्यहाँबाट होइन रिसर्च गऱ्यो भने ल के कस्तो छ थाहा पनि हुन्छ। हाम्रो विश्व दाईलाई प्रेरणादायी सङ्घर्ष र सफलताको कथा हाम्रो सम्पूर्ण साथीहरूको बिचमा दर्शकहरूको बिचमा बाँड्नु भएकोमा धेरै धेरै धन्यवाद। हजुरलाई पनि यसमा आइदिनु भयो है, म पनि भर्खर ग्रो भइरहेको छु, अब त्यो पनि दाई सम्झेर आइदिनु, तपाईँलाई धेरै धेरै धन्यवाद है।